यस्तो यस्तो अफरोड बाटोमा राइड गर्नु पर्दा चाहिँ मलाई आफैलाई नै म खतरा राइडर हो कि क्या हो जस्तो फिल आउँछ के किन भनेर जान चाहनुहुन्छ भने चाहिँ यो भिडियो फुल हेर्नु होला है त। गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो वैशाख महिनाको सेकेन्ड लास्ट होम सर्भिस थियो। त्यसको लागि चाहिँ हामी अर्ली मर्निङ स्टुडियो पुग्यौँ। त्यहाँबाट सामानहरू प्याकअप गरेर चाहिँ सुजु र म चाहिँ हाम्रो चाहिँ लोकेसनतिर जाने तयारीमा छौँ। हामीले चाहिँ भ्यानिटी अलिकति सानो बोकेको छौँ र सामानहरू सबैमा डिभाइड गरेर चाहिँ स्कुटीमा राख्न सजिलो हुन्छ भनेर चाहिँ सबैतिर राखेको छौँ। हामी पुग्नुपर्ने ठाउँ चाहिँ हेटौडाबाट निकै टाढा थियो। सो हामी बिहानको फ्रेस हावा लिँदै आफ्नो लोकेसनतर्फ अगाडि बढ्यौँ। जाँदै गर्ने क्रममा चाहिँ हामीले लगभग 60-70 किलोमिटर पार गरिसकेको थियौँ। फापरबारी हुँदै साततले हुँदै हुँदै हामी चाहिँ अब अगाडि बढ्दै थियौँ माझ गाउँतर्फ। त्यहाँ चाहिँ एकदम जङ्गल पनि रहेछ। सो हामीलाई अलिकति डर पनि लागेको थियो। अनि त्यसपछि हामीले ब्राइडसँग हामीले कन्भर्सेसन गर्दै गर्दै फोनमा गर्दै गइरहेको थियौँ र फाइनली हामी ब्राइडको घरमा पनि आइपुग्यौँ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो क्रिस्चियन ब्राइड र हामी भित्र जाँदैछौँ अब। अनि हामीलाई ब्राइडको बहिनीले चाहिँ बाहिर रिसिभ गर्न आउनु भएर भित्र ब्राइडको रुमसम्म लगिदिनु भयो र हामी भित्र पुग्यौँ पनि। र त्यहाँ पुग्दाखेरि ब्राइड चाहिँ एकदम इमोसनल भइरहनु भएको थियो र आफ्नो कजनहरूसँग बसिरहनु भएको थियो। हामीलाई चाहिँ त्यो ठाउँ नयाँ भएको भएर लोकेसन खोज्दा नै अलरेडी हामी लेट भइसकेको थियौँ र हामीले फटाफट स्किन केयर गरेर अनि त्यसपछि मेकअप सुरु गरिहाल्यौँ। अनि सुजुले हेयर गर्न लाग्नुभयो, मैले चाहिँ मेकअप गरेँ। अनि त्यसपछि फटाफट पहिला ब्राइडलाई सकाइसकेपछि अनि अरूलाई गर्ने भनेर अनि गेस्ट मेकअपहरू पनि हुनुहुन्थ्यो। मेकअप गर्दै गर्ने क्रममा चाहिँ हामीलाई ब्राइडको बहिनीले एनर्जी ड्रिङ्क र स्न्याक्सहरू प्रोभाइड गरिदिनु भयो। अनि एकदम खुसी लाग्यो, खायौँ पनि हामीले। त्यसपछि फेरि कन्टिन्यू गऱ्यौँ मेकअपलाई। अनि त्यसपछि अलमोस्ट ब्राइड रेडी हुनु भइसकेको थियो र उहाँलाई चाहिँ स्टेजमा पनि बोलाइसकेको थियो र उहाँ स्टेजमा जानुभयो। एकदमै खुसी हुनुहुन्थ्यो उहाँ पनि। र उहाँको चाहिँ के थियो भने यहाँ चाहिँ 2टा कल्चरमा बिहे थियो आज चाहिँ। अनि उहाँको पहिला क्रिस्चियनपट्टिबाट थियो भने त्यसपछि बेलुका चाहिँ हिन्दू हुन्छ भनेर भन्नुभएको थियो। र उहाँ एकदम राम्री देखिसक्नु भएको थियो र उहाँको एकदमै ब्युटिफुल बहिनी जसले चाहिँ हामीलाई एकदमै हेल्प गरिरहनु भएको थियो। उहाँ चाहिँ एकदम नेचुरल पनि एकदम राम्री हुनुहुन्थ्यो। अनि हामीले उहाँलाई फेरि हल्का मात्रै टचअप मेकअप गरिदियौँ, एकदमै राम्री देखिनु भयो। त्यसपछि हाम्रो काम अलमोस्ट सकियो। हाम्रो काम सकाएपछि चाहिँ हामी फेरि ब्याक टु हेटौडा। यहाँबाट ठ्याक्कै सिन्धुली जाने बाटो छुट्टिने थियो। यहाँबाट हामीलाई चाहिँ 53 किलोमिटर आउनु थियो। र त्यसपछि हामी त्यहाँबाट अब यो साततले के फापरबारी हात्तीसुडे हुँदै 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 हामी चाहिँ घर फर्किँदै थियौँ। एकदम राम्रो भ्यूहरू थियो, एकदम रिफ्रेस हुने त्यो वेदर थियो। अनि त्यो सुजुले भिडियोहरू पनि खिचिरहनु भएको थियो, एकदम खुसी लाग्यो। अनि पुलमा पनि हामीले एकैछिन फोटो भिडियो पनि लिएको थियौँ। यो पुलमा कस्तो राम्रो थियो कि, अनि इन्भाइरोमेन्ट नै कस्तो राम्रो थियो त्यो दिन। र केही ब्याड एक्सपिरियन्सहरूलाई पनि भुलाइदियो। र हाम्रो स्टुडियोमा अलरेडी अर्को ब्राइड हुनुहुन्थ्यो, रिसेप्सन ब्राइड। सो हामी सिधै त्यहाँबाट स्टुडियो फर्कियौँ र बाटोमा एकदम इन्जोय गर्दै आयौँ। धेरै दिनपछि बाहिर गएको म, अनि एकदम फ्रेस फिल भयो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, लभ यु अल।